नेसन लिगको पहिलो क्वार्टर फाइनल डेनमार्क अगेन्स्ट पोर्चुगल 1-0 ले लस भयो। सेकेन्ड लिग पोर्चुगलको होममा छ र गेमको ओभरअल पर्फर्मेन्स पोर्चुगिज प्लेयरहरूको गर्ने हो भने डेनमार्कको अगेन्स्ट पोर्चुगलको प्लेयर होइन, रोनाल्डोको अगेन्स्ट पोर्चुगलको प्लेयरहरू थियो। जहाँ अहिले पोर्चुगलको प्लेयरहरू यङ छन्, प्राइम टाइममा छन्, रोनाल्डोसँगै आफ्नो कन्ट्रीलाई पनि क्यारी गर्न सक्छन् र एउटा कन्ट्रीलाई केही अचिभमेन्ट ट्रफीहरू दिलाउन सक्छन्। तर त्यहाँ त्यो मेन्टालिटी सोचमा छैन, रोनाल्डोको अगेन्स्टमा खेलिरहेछन्। जहाँ रोनाल्डो आफ्नो प्राइम टाइममा खेलाडीसँगै कन्ट्रीलाई पनि क्यारी गरेर हिँडिरहेको थियो, नेसन लिग जितायो, युरो कप जितायो र अझै पनि 40 वर्षको उमेरमा एउटा आफ्नो देशलाई केही अचिभमेन्टहरू जिताउन सकिन्छ कि भनेर नेसनल ड्युटी गरिरहेछ। तर त्यही प्लेयरहरूले रोनाल्डोको अगेन्स्टमा खेलिरहेछ।